घरमा कति दिनसम्म कोचेर बस्नु भनेर म चाहिँ 4-5 दिनको छुट्टी लिएर साथीको घरतिर हिँडेँ। अनि आजको मौसम पनि क्या दामी थियो कि साथीहरू सालजन्डीसम्म बुहारीले छोडिन्, त्यसपछि विङ्गरमा बसेँ। अनि के साथीहरू कहिले कसै यस्तो मान्छेसँग भेट हुन्छ नि, अरूले गर्दा आफूले दुःख पाउने कि आजको प्यासेन्जर त्यस्तै हो कि ड्राइभर त्यस्तै हो। प्यासेन्जरले भन्छ मैले बढी पैसा दिन्न, ड्राइभरले भन्छ मैले बढी पैसा लिएको छैन भनेर गाडी रोक्दै बिचमा झगडा गरिरहेको के। त्यसपछि ढिलो भए पनि साथीको घरमा टुप्लुक्कै पुगेको त साथीको धन नै सातो गएन। अनि अरूको थाहा भएन, तर हामी चाहिँ भेट हुँदा यस्तो खुसी हुन्छौँ नि साथीहरू, पुरै बत्तिसी बाहिर निस्किन्छ के। त्यसपछि पानी सानी खाएर छोरीले जाम झिर खान भनेर मलाई झिर खुवाउन लगिन्। अनि यहाँ बुटल आएपछि त झिर नखाने कुरै भएन। यहाँको दिदीले फेरि यस्तो मिठो झिर बनाउनुहुन्छ साथीहरू, म कहिले नाइ भन्नै सक्दैन। अनि हाम्रो लागि झिर पनि रेडी भइसक्यो, नानु खाँदै थिइन्। अनि म पनि खान्छु ल मोबाइल छोप भनेर नानुले छोप्न दिएँ। त्यसपछि म पनि खान थालेँ। खाएँ ल साथीहरू।